शहीदहरूलाई सम्मान छ ती भाइ बहिनीहरूलाई जेन्जीहरूलाई जसले यो देशको यत्रो परिवर्तनमा योगदान दिनुभएको छ। त्यो सम्मान गर्दै हामी यो चुनावको माहौलमा घुमिँदै गर्दाखेरि अहिले हामी यो ठाउँमा आइपुगेका छौँ र धेरै जिम्मेवारीका साथ आएको छौँ हामी सबैजना। अहिले हाम्रो देशको भार, त्यो जिम्मेवारी हामीले पुरा गर्नलाई हामीलाई 5 वर्ष धेरै मेहनत गर्नुपर्नेछ। हामीले धेरै समस्या देखेको एउटा नागरिक तहमा म हजुरलाई भन्छु र सबैजनालाई आग्रह पनि गर्न चाहन्छु। नागरिक तहमा हामीले धेरै जस्तो समस्या हामीले के मात्र भोगेका छौँ भन्दाखेरि तपाईँको यो हाम्रो धेरै जस्तो भिआइपी मुभमेन्टहरूले हामीलाई गाह्रो पर्छ, जहाँ तपाईँको हामीलाई हाम्रो गाडीहरूलाई रोकिन्छ, त्यहाँ एम्बुलेन्सहरू हुन्छन्, कतिजना सुत्केरीहरू हुन्छन्। यस्तो कार्य चाहिँ हामीलाई सम्पूर्ण मन्त्रीज्यूहरूलाई नगर्न हुन हामी चाहिँ यहीँबाट आग्रह गर्न चाहन्छौँ। त्यही अनुसार निर्देशन पनि जारी गरिदिनु होला भन्ने म हजुर टिम मेम्बर्सहरूलाई त्यही अनुसारमा आग्रह गर्न चाहेँ है। पहिलो कुरा चाहिँ मैले त्यो भने, नागरिकले दुःख पाउनु भएन कुनै भिआइपी मुभमेन्टलाई। हामी साधारण नागरिकको तहबाट आएको छौँ र साधारण नागरिककै हिसाबले हामी काम कारबाही हामी अगाडि बढाउने हाम्रो धारणा पनि छ। अब धेरै जस्तो हाम्रो भ्रष्टाचार हुने कारण हामीले बुझ्नुपर्नेछ। किन हामीले यत्रो आन्दोलन गऱ्यौँ, किन जेन्जीहरूले यत्रो आन्दोलन गर्यो, किन युवाहरूले, किन नेपालीहरूले यत्रो ठुलो आन्दोलन गर्यो होला त? तपाईँको धेरै तपाईँको यो भ्रष्टाचारको चरम सीमा नागेको कारणले हामीले अहिले यो परिस्थिति भोग्नु परेको जस्तो मलाई चाहिँ मेरो विचारमा लाग्छ। युवाहरू त्यतिकै विदेश पलायन हुने अवस्था, हामी पनि मेरो विचारमा एउटा समयमा त हामी पनि जम्की क्या हो भन्ने समेत सोच्ने अवस्था भइसकेको थियो। तर होइन, सबैजना गयो भने देश कसले बनाउने भन्ने हिसाबले हामी अड्क्यौँ र यो अड्किरहेको क्रममा चाहिँ हामीले भोगिरहेको समस्याहरू भन्दै गर्दाखेरि चाहिँ हाम्रो सर्भिस डेलिभरी 1 नम्बर कोठा, 2 नम्बर कोठा, 3 नम्बर कोठा, क ख ग गर्दै नपढेको मान्छेलाई नि त पढाउने हाम्रो विभागहरू, कार्यालयहरू। यसरी गरेर तपाईँको हरेक कर्मचारीसँग अब कतिजनाको नियत राम्रो भयो त ठिकै छ, तर नियत नराम्रो भएको खण्डमा चाहिँ भ्रष्टाचारको सुरुवात यहाँबाट हुने भनेर हामीले पत्ता लगाएको छौँ। जहाँ कि तपाईँको फाइल रोकिन्छ, नागरिकलाई समस्या हुन्छ र उहाँले भन्नुहुन्छ, हाम्रो कर्मचारी साथीहरूले त्यही अनुसार भन्नुहुन्छ, सर यो फाइल मिलाउनको लागि मलाई अलिकति भइदियो भने म त्यही अनुसारमा हजुरलाई चाँडो फास्ट ट्र्याकबाट म गरिदिन्छु। यो फास्ट ट्र्याक चाहिँ विदाउट एनी ब्राइब हुनु पर्यो, गर्नुपर्ने सर्भिस डेलिभरी चाहिँ विदाउट एनी ब्राइब। 1 डोर सर्भिस सिस्टम पोलिसीको लागि हामी निरन्तर काम गरौँ। अहिले मैले सचिवज्यूलाई नै त्यही अनुसारमा निर्देशन पनि दिएको छु, ताकि नागरिकहरू कर्मचारीसँग ठोकिन नपरोस्, सेवाग्राहीहरू कर्मचारीसँग ठोकिन नपरोस्, जसले गरेर यो फाइल अगाडि बढाउनको लागि चाहिँ तपाईँलाई यति पैसा लाग्छ भन्ने त्यो सिचुएसन नल्याउँ। नागरिकहरूले एउटा ठाउँमा तपाईँको निवेदन दिइसकेपछि अर्को ठाउँबाट चाहिँ उहाँको सर्भिस हुनु पर्यो भन्ने चाहिँ हाम्रो धारणा छ। मेरो विचारमा यसलाई नै हामीले सुशासन भन्छौँ। दिस इज कल्ड गुड गभर्नेन्स। सो यो गुड गभर्नेन्सलाई चाहिँ हामीले त्यही अनुसारमा भ्रष्टाचार पनि निर्मूलन गर्न हामीलाई सहज हुन्छ, हाम्रो काँधमा अर्को भार पर्दैन। त्यही अनुसारमा सेवाग्राहीहरूले पनि त्यही अनुसारमा सर्भिस पाउन सक्नुहुन्छ र हामीले आफ्नो बाचा पनि पुरा गर्न सक्छौँ, जुन चाहिँ बाचा हामीले गरेर अहिलेसम्म यो चुनाव जितेर यहाँसम्म आएको छ। हामीले बिर्सिनै नहुने कुरा अर्को कुरा भनेको चाहिँ हाम्रो जेन्जीको जनादेश, जेन्जी जनादेशलाई कार्यान्वयन गर्नलाई क्याबिनेटबाट त्यही अनुसारमा निर्णय भइसकेपछि हामीले हुबहु हाम्रो प्रधानमन्त्रीज्यूले भनेको अनुसारमा निर्देशन अनुसारमा हामीले त्यसलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसमा कसैलाई छुट छैन, कसैलाई छुट हुनु पनि हुँदैन। प्रतिवेदनको आधारमा हामीहरू अगाडि बढ्नुपर्ने हुन्छ। अर्को कुरा हामीले देखेको समस्या, यत्रो योगदान गरेर हाम्रो शहीद परिवारहरू आउनु भएको छ, यही 1 डोर सिस्टम नभएर एउटा मन्त्रालय धाउनुहुन्छ, अर्को मन्त्रालय धाउनुहुन्छ, आफ्नो बच्चा गुमाएको छ, कतिवटा मन्त्रालय धाउनु। यो हरेक आम नागरिकको कहानी हो, हरेक आम नागरिकको कहानी। एउटा मन्त्रालय, अर्को मन्त्रालय, अर्को मन्त्रालय, यसलाई सहजीकरण गर्नुपर्ने छ।
त्यही भएको हिसाबले शिक्षा, स्वास्थ्य, हाम्रो अरू के छ हाम्रो यसमा आर्थिक सबै मन्त्रालयको तपाईँको एकजना प्रतिनिधिको एउटा चाहिँ विभाग बनाऊँ, जहाँ हाम्रो शहीद परिवार र घाइतेहरू एकै ठाउँमा आएर वान डोर पोलिसी, वान डोर सर्भिस सिस्टममा आएर उहाँहरूले फर्स्टमा उहाँहरूलाई सजिलो होस्। उहाँहरूको योगदानले आज यो परिवर्तन देख्न पाएको हामीले, यसलाई हामीले बिर्सिनु हुँदैन। उहाँहरूलाई योभन्दा बेसी दुःख दिनु मिल्दैन हामीले। त्यही भएको हिसाबले हामीले शहीद परिवार, घाइते परिवारहरूलाई उहाँलाई शिक्षा चाहिन्छ भने त्यही अनुसारमा हाम्रो त्यहाँ शिक्षाको एकजना प्रतिनिधि हुनुहुन्छ त्यो विभागमा। उहाँलाई स्वास्थ्यमा समस्या छ भने त्यही अनुसारमा हुन्छ, आर्थिक पाटो छ भने त्यही अनुसारमा हुन्छ। सो एउटै ठाउँमा मात्र गयौँ भने उहाँलाई किन हरेक मन्त्रालय लिएर यत्रो 15-20 जनाको ग्रुपहरू उहाँहरू धाइराख्नु पर्ने त? कारण के? दिस इज नट कल गुड गभर्नेन्स। वी निड टु सेट एन एक्जाम्पल दिस टाइम। हामीले एउटा उदाहरण सेट गर्नुपर्नेछ र यो उदाहरण हामीबाटै सुरुवात हुनुपर्नेछ। परिवर्तनको सुरुवात हामीबाटै हुन्छ र त्यो पहिलो जिम्मा चाहिँ गृह मन्त्रालयले लिन्छ। त्यही अनुसारमा हजुर सम्पूर्ण सचिवज्यूहरूलाई, सेक्युरिटी फोर्सेसहरूलाई त्यही अनुसारमा अगाडि बढ्नु हुँदा म हजुरहरूलाई सबैलाई हार्दिक अनुरोध गरेँ। अब हाम्रो धेरै जस्तो हजुरले देखिसक्नुभयो, मलाई विभिन्न आरोप लाग्ने गरेका छन्, त्यो तपाईँलाई थाहा छँदैछ। विभिन्न कुराहरू हाम्रोमा मिडियाहरूमा आइरहेको हुन्छ। मिडियाहरूलाई पनि, मिडिया साथीभाइहरूलाई पनि एकदम रेस्पोन्सिबल भइदिनु भनेर म एकदम आग्रह गरेँ हजुरहरूलाई, एकदमै आग्रह गरेँ। हजुरहरूको हातमा धेरै कुरा रहेछ, मैले पहिला पनि भनेको थिएँ र अहिले पनि भन्ने गर्छु। तपाईँहरू रेस्पोन्सिबल भएर न्युजहरू बनाइदिनु भयो भने हाम्रो देशको विकास हुन धेरै समय लाग्दैन रहेछ। त्यही भएर मिडियाकर्मी साथीहरूलाई मेरो हार्दिक अनुरोध छ, म तपाईँहरूसँग धेरै क्लोजली बसेको छु, हिँडेको छु। यो न्युजहरू बनाउँदाखेरि कसैको चरित्र हत्या गरेर टिआरपीको लागि कतिजनाले यस्तो नगरिदिनु हुनु म हजुरले एकदम मनैदेखि आग्रह गर्न चाहन्छु। अनि कसैको जीवन त्यो उनीहरूको लाइफ हुन्छ, उनीहरूको पर्सनल लाइफ हुन्छ, हामीले त्यसमा इन्टरफियरेन्स गर्नु मेरो विचारमा त्यो हामीले त्यसलाई चाहिँ पत्रकारिता भनेर भन्छौँ जस्तो लाग्दैन। त्यही भएर मेरो मिडियाकर्मी साथीहरूलाई पनि मेरो पहिला पनि आग्रह थियो, म तपाईँहरूसँग एकदमै घुलमिल भएर बसेको मान्छे पनि हो र अहिले पनि हजुरलाई आग्रह गर्न चाहन्छु कि एकदमै परिपक्व भएर चाहिँ हजुरहरूले चाहिँ न्युज प्रकाशन गरिदिनु होला। त्यही अनुसारमा नागरिकलाई पनि सहज हुन्छ। तपाईँहरूलाई फुल्ली विश्वास गरेर हामीले हेरिरहेको हुन्छौँ त्यो न्युज, त्यो आधारमा हामीले एक्सन लिनुपर्ने हुन्छ। तपाईँले कुनै कुरामा तपाईँको गलत कुरा तपाईँले प्रकाशन गरिदियो भने हाम्रोमा त्यो टेबलमा आइदियो भने हामी त्यही अनुसारमा मोबिलाइज हुनुपर्ने हुन्छ। त्यतिखेर हाम्रो स्रोत साधनहरू सबै खेर जान सक्छ। त्यही भएर रेस्पोन्सिबल भएर हजुरले न्युज प्रकाशन गर्नुहुन म हजुर सम्पूर्णमा आग्रह गरेँ र नागरिकलाई, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू, आमा बुवाहरूलाई म के आग्रह गर्न चाहेँ भन्दाखेरि चाहिँ अब देश बनाउनु हाम्रै हातमा छ। तपाईँ हामी आफैले गर्ने हो आफ्नो देश विकास। हाम्रै आँखा अगाडि नै हामीले देश विकास हेर्छौँ।